जय नेपाल। म अमरबहादुर खड्का यहाँहरूलाई एक दिन अगाडि नेपाल प्रहरीको जवान पदको लिखित परीक्षा अन्तर्गत नेपाली विषयको पाठ्यक्रमको जानकारी यहाँहरूलाई मैले गराइसकेको छु। आजको क्लास पनि नेपाली विषय अन्तर्गत कस्ता खालका नमुना प्रश्नहरू त्यहाँ दिएका हुन्छन्, त्यस्ता नमुना प्रश्न अनुसार कसरी परीक्षाको तयारी गर्ने भन्ने सन्दर्भमा यहाँहरूको बीचमा म उपस्थित भएको छु। हामी कसरी जाने त भन्दाखेरि सबैभन्दा पहिला हामी ब्राउजरमा जाने। यता गइसकेपछि गुगलमा सर्च गर्ने www.nepalpolice आइसकेपछि तपाईको यहाँ देखिन्छ। तपाईले यहाँ क्लिक गर्नुहुन्छ। क्लिक गरिसकेपछि तपाईलाई यहाँनिर तपाई जान सक्नुहुन्छ, करियरमा जान सक्नुहुन्छ। करियरमा गएपछि यहाँ पाठ्यक्रम देख्नुहुन्छ, त्यो पाठ्यक्रममा क्लिक गर्नुहुन्छ। पाठ्यक्रममा क्लिक गरिसकेपछि यहाँले दुईटा समूह देख्नुहुन्छ, जनपद समूहतर्फ र प्राविधिक समूहतर्फ। हामी जनपदतर्फको हेर्छौँ। यसमा तपाईले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदको पाठ्यक्रम प्राप्त गर्नुहुनेछ। हामीलाई चाहिएको पाठ्यक्रम अहिले प्रहरी जवान पदको लागि हो। हामी यहाँ क्लिक गर्छौँ। क्लिक गरिसकेपछि तपाईको यहाँनिर डाउनलोड अप्सन आउँछ। हामी त्यहाँ जान्छौँ र त्यहाँ क्लिक गरिसकेपछि तपाईको यहाँ डाउनलोड हुन्छ। डाउनलोड हामी ओपन गर्छौँ। ओपन गर्छौँ र तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ। यो पाठ्यक्रम अन्तर्गत चाहिँ हामीले यहाँ विस्तृत सबै विषयवस्तुको यहाँनिर दिएको हुन्छ। तपाईको फिजिकलदेखि तपाईको लिखितको कति मार्क्स आउँछ भनेर दिया हुन्छ। हामी आज नेपाली विषयमा विशेष गरी छलफल गर्छौँ। त्यसकारणले नेपाली रचना भन्ने हुन्छ। यसमा यो विषयमा विशेष गरी 20 मार्क्सको अङ्कभार यसले लिएको हुन्छ। नेपाली लेखन अन्तर्गत 10 नम्बर र नेपाली व्याकरण अन्तर्गत 10 नम्बर गरी 20 नम्बरको चाहिँ तपाईहरुलाई आउँछ। र विशेष गरी तपाईहरुलाई सिधै विषयवस्तु अन्तर्गत जाउँ। पाठ्यक्रमको बारेमा मैले यहाँहरूलाई भनिसकेको छु। तपाई यसरी जानुहुन्छ। तपाईले समय 2 घण्टा पाउनुहुन्छ। 2 घण्टामा 100 मार्क्सको तपाईले परीक्षा हल गर्नुपर्ने हुन्छ। हामीलाई अहिले चाहिएको के हो त भन्दाखेरि हामीलाई चाहिएको नमुना प्रश्नपत्रहरू कसरी दिन्छ भन्ने कुराहरू हेर्छौँ। तपाईको यो नमुना प्रश्न यस्तै हुन्छ, यही फर्मेटमा हुन्छ। समय 2 घण्टा, पूर्णाङ्क 100, उत्तीर्ण 40, नेपाली खण्ड क अन्तर्गत चाहिँ 20 मार्क्सको हुन्छ। मैले हिजो तपाईहरुलाई भने नेपालको राष्ट्रिय गान अत्यन्त महत्त्वपूर्ण छ। नेपालको राष्ट्रिय गान तपाईले राम्रोसँग लेखन जान्नै पर्छ। तपाईले राम्रोसँग शुद्धसँग लेख्न जान्नुभयो भने यदि सोधेको खण्डमा 5 मा 5 आउने अवस्था पनि हुन्छ। हुन त विषय नेपाली हो, राष्ट्रिय गान टेक्निकल सब्जेक्ट हो नि। तपाईले दुरुस्त लेख्नु भएको छ भने 4 नम्बर त दिनु पर्दैन, दिनुपर्छ हैन। त्यसकारणले यहाँ नेपालको राष्ट्रिय गान हैन। त्यसपछि तपाईलाई आफ्नो गाउँ टोल हैन, हिजो आज चोरीका घटनाहरू बढिरहेको सन्दर्भमा गस्ती बढाइदिनु हुन भनी नजिकको प्रहरी कार्यालय सम्बोधन गरी निवेदन लेख्नुस्। आफ्नो नाम ठेगानाको स्थानमा चाहिँ ए राख्नुस् भन्ने हुन्छ। विशेष गरी लोकसेवाको परीक्षामा तपाईहरुले आफ्नो नाम त्यहाँनिर इन्क्लुड गर्नु हुँदैन। प्रश्नले ए लेख्नुस् भनेपछि तपाईले आफ्नो नाम र ठेगानामा ए लेख्दाखेरि त्यहाँनिर चेकरले बुझ्छ। त्यसकारणले तपाईले यदि आफ्नो नाम लेख्नुभयो भने चाहिँ त्यो कपी रद्द हुन सक्छ। त्यसकारणले प्रश्न राम्रोसँग अध्ययन गर्नुपर्छ। यहाँ निवेदन लेख्नुस् भनेर भन्दै गर्दाखेरि चाहिँ चोरी भएको घटना जस्तो हैन, तपाईले एउटा A4 साइजको पेपर लिनुहुन्छ, पट्टाउनुहुन्छ। A4 साइजको पेपर पट्टाइसकेपछि तपाईले के गर्नुहुन्छ, माथि 10 सेन्टिमिटर छाड्नुहुन्छ, दायाँ बायाँ 5 सेन्टिमिटर छाड्नुहुन्छ, तल पनि त्यही अनुसारको तपाईले 2.5 सेन्टिमिटर छाड्नुहुन्छ। र यति गरिसकेपछि तपाईले के गर्नुहुन्छ त भन्दा सम्बोधन गर्नुहुन्छ हैन। तपाईको घर नजिकै के छ त, प्रहरी चौकी छ कि, इलाका प्रहरी कार्यालय छ कि, वडा प्रहरी कार्यालय छ कि, प्रहरी वृत्त छ कि, जिल्ला प्रहरी कार्यालयहरू छ कि, त्यो नजिकको प्रहरी कार्यालय कुन छ तपाईले त्यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ। सम्बोधन गर्नुहुन्छ, श्री इलाका प्रहरी कार्यालय कहाँ हो त, तपाई सिन्धुपाल्चोक हुन सक्छ, दोलखा हुन सक्छ, काभ्रे हुन सक्छ हैन। तोकिएको स्थान त्यहाँ तपाईले लेख्नुहुन्छ। त्यसपछि तपाईले विषय लेख्नुहुन्छ। विषय के हो त,
चोरी गरिरहेको सन्दर्भमा हैन नजिक प्रहरी कार्यालय भनेपछि तपाईले अब के लेख्नु पर्यो त विषय के लेख्ने त निवेदनको विषय भन्दा सुरक्षा आवश्यक सुरक्षा गरी पाऊँ भनेर विषय राख्न सक्नुहुन्छ हैन चोरीको घटनालाई नियन्त्रण गरी पाऊँ भन्ने विषय राख्न सक्नुहुन्छ त्यसपछि तपाईले यो विषय राखिसकेपछि साइडमा मिति पनि उल्लेख गर्नुहुन्छ त्यसपछि लेख्नुहुन्छ हैन कुन हो त तपाईको पालिका कुन चाहिँ हो तपाईले लेख्नुहुन्छ अनि पालिका लेखिसकेपछि त्यसको चाहिँ नि पृष्ठ तपाईले आफ्नो थोरै त्यो पालिका जुन स्थान हो त्यसको थोरै पृष्ठभूमि दिनुहुन्छ हैन यो टोलमा यति मिति यति गतिदेखि यसरी यो व्यक्तिहरुको घरमा चाहिँ अपरिचित व्यक्तिले हैन चोरी गरेको घटनाहरू बढ्दै गइरहेको छ हैन कतै चाहिँ नि सुन चोरेका छन् कहीँ भाँडाकुँडा चोरिरहेका छन् कहीँ सवारी साधनहरू चोरिरहेका छन् हैन छ नि त त्यसकारणले यसलाई नियन्त्रण गर्नको लागि चाहिँ आवश्यक हैन प्रक्रियाहरू अगाडि बढाइयोस् हैन जस्तो प्रहरीको गस्तीहरू गरियोस् हैन प्रहरीको मोबिलिटीहरू बढाइयोस् भनेर तपाईले चाहिँ नि त्यहाँनिर निवेदन लेख्नुहुन्छ निवेदन लेखिसकेपछि अनि प्रहरीले त्यो निवेदन लेखिसकेपछि तपाईले निवेदकको नाम पनि लेख्नुहुन्छ हैन नाममा तपाईले ए भनेर लेख्नुहुन्छ आफ्नो नाम ठेगाना त्यही लेख्नुहुन्छ त्यसपछि यति लेखिसकेपछि हैन त्यसपछि तपाईको आफ्नो सम्पर्क नम्बर पनि राख्नुहुन्छ यति गरिसकेपछि तपाईको निवेदनको एउटा फर्म्याट चाहिँ पुरा हुन्छ र सम्बन्धित व्यक्तिले आफैले लिएर चाहिँ सम्बन्धित कार्यालयमा गएर दिनुपर्छ भनेपछि तपाईले निवेदनको जति पनि सन्दर्भमा तपाईले जस्तो हुलाकबाट पठाउनु भयो भने चाहिँ तपाईले खामबन्दी गरेर पठाउनुहुन्छ हैन तर तपाई व्यक्ति आफै लिएर जानुहुन्छ भने खाम आवश्यक पर्दैन अब परीक्षामा के गर्ने त भन्ने प्रश्न तपाईहरुलाई आउन सक्छ 5 नम्बरको क्वेशन भा हिसाबले तपाईको एउटा निवेदनको फर्म्याटमा सम्बोधन कसलाई गरेको छ विषय के राखेको छ मिति उल्लेख छ कि छैन विषय वस्तुको उठान कसरी गरेको छ र कस्ता कुराहरु चाहिँ इन्क्लुड गरेको छ शब्द चयन कस्तो छ हैन तल निवेदकको त्यो उल्लेख गरेको छ कि छैन यस्तो विषयवस्तुहरु चाहिँ तपाईहरुको हेरिन्छ र त्यसको आधारमा तपाईहरुलाई नम्बर दिइन्छ हामीले निवेदन लेख्दा त्यो कुरामा ध्यान दिनुपर्छ त्यसैगरी तपाईको चाहिँ नि हैन यो निवेदनको विषयवस्तु भयो अब चिठी पनि आउन सक्छ चिठी आयो भने व्यक्तिगत चिठीमा तपाईको के हुन्छ त भन्दा खामबन्दी आवश्यक हुन्छ प्रेषक र प्रापकको कुराहरु त्यहाँ उल्लेख गर्नुपर्छ सम्बोधन हामी त कक्षा 5 देखि पढ्दै गर्दाखेरि पनि त्यहाँनिर चिठी लेख्न सिकेको हामीले हैन नेपाली विषयमा चिठी लेख्न खासै समस्या पनि हुँदैन तर त्यसको अंग पुग्या हुनुपर्छ चिठी लेख्दा पनि कसलाई सम्बोधन गर्यो विषय के राख्यो मिति लेख्यो लेखेन विषयवस्तुको उठान कसरी गर्यो शब्द चयन कस्तो छ शुद्धा शुद्धि कस्तो छ र तल चिठी हैन चिठी लेख्ने व्यक्तिको यस्ता शब्दको एउटा चाहिँ नि मिठास कस्तो छ भाषाको चाहिँ नि तपाईको चाहिँ नि वाक्यका संरचनाहरू कस्ता छन् यस्ता कुराहरुलाई विशेष नेपाली लेखनमा चाहिँ नि हेरिन्छ तपाईले चिठी लेख्दाखेरि त्यो कुरा लेख्नु पर्यो र खामबन्दी तपाईले खामको नमुना पनि त्यहाँनिर दिनुपर्ने हुन्छ चिठी लेखन आउँदाखेरि त्यसरी तपाईहरुको अंकभार छुटाइएको हुन्छ र मैले साथीहरुलाई अर्को कुरा कसरी शेयर गर्छु त भन्दाखेरि अनि अर्को चाहिँ 2 नम्बरमा हामीले 10 नम्बरको सक्छौं यति सकेपछि उत्तर लेख्नुहोस् भन्ने छोटो उत्तर लेख्ने आउँछ तपाईलाई 5 वटा क्वेशन आउँछ त्यो 5 वटा नितान्त 5 वटा प्रश्न इन्टु 2 अंक हुन्छ अनि 1+1 भनेर त्यहाँ जोडिएको हुन्छ र इक्वल्स टु 10 भन्ने आउँछ यसपालि तपाईले 10 मा 10 नै ल्याउन सक्नुहुन्छ हैन किनभने माथि लेखनको विषयवस्तुमा त्यहाँ सबै कुराले असर गर्छ तपाईको 10 मा चाहिँ 6 7 हैन 5 6 7 आउँछ हाईएस्ट ल्याउनेले 7 सम्म ल्याउन सक्ने भो कम अलिकति ठिकैले 5 सम्म ल्याउने भो लेखनको स्तर कस्तो छ त्यही अनुसार मार्क्स पाउने हो तर तपाईले ग्रामरको सन्दर्भमा चाहिँ ठ्याक्क लेख्नु भयो भने म्याथमेटिकल वेबाट नम्बर आउँछ त्यसकारणले तपाईले कमा हेर्नुस् त नाम सर्वनाम छुटाउनुस् भनेर तपाईलाई त्यहाँनिर दिया छ अब तपाईले के गर्नुहुन्छ नाम र सर्वनाम छुटाउनुस् भन्यो हैन नाम र सर्वनाम कसरी छुटाउनुहुन्छ त नाम भनेको हरि गीता सीता भनेर नाम तपाईले छुटाउनुहुन्छ सर्वनाम भने चाहिँ जस्तो त्यही हरिलाई सर्वनाम भन्दाखेरि के भन्ने हो त हि हुने भो इंग्लिशमा हि हुने भो उ हुने भो हैन जस्तो सीता हुने भने उनी हुने भो हैन यसरी चाहिँ हामीले नाम र सर्वनाम छुटाउन सक्छौं अब त्यति लेख्न साथ तपाईले चाहिँ नि आउने भो जस्तो तपाईले चाहिँ उ यतापट्टि हेर्नुभयो भने पुस्तक हैन पुस्तक के हो त पुस्तक नाम हो हैन हामी के हो त भन्दा हामी सर्वनाम हो त्यसैगरी खमा के हुन्छ लिङ्ग परिवर्तन गर्नुस् भन्यो हैन लिङ्ग परिवर्तन गर्नु पर्यो हैन लिङ्ग परिवर्तन कसरी गर्ने त हैन जस्तो बाख्रालाई के भन्ने त लिङ्ग परिवर्तन गर्दा लोग्नेलाई के भन्ने त लिङ्ग परिवर्तन भनेको महिलाको पुरुष हुने हो हैन हरिको गोपाल हुने हो लिङ्ग परिवर्तन गर्नु हैन
त्यसरी जानु पर्यो। त्यसै गरी विपरीत शब्द लेख्नुस् भनेर जाने हो हैन। विपरीत भनेको राम्रोको नराम्रो हुनसक्छ, दुर्गमको चाहिँ नि एकदम दुर्गम विकटको के हुनसक्छ, सुविधा सम्पन्न हुनसक्छ, सुविधा हुनसक्छ हैन। यसरी जानु पर्यो। त्यसै गरी वाक्य बनाउनुहोस् भन्ने हुनसक्छ हैन। वाक्य कसरी बनाउनुहुन्छ त यहाँहरूले? जस्तो वाक्य बनाउनुहोस् होस् भनेर तपाईँलाई कुनै वर्ड आयो भने, जस्तो नेपालको वाक्य बनाउनुहोस् भनेर आयो भने के भन्नुहुन्छ? मेरो देश नेपाल हो हैन, नेपाल साह्रै सुन्दर छ हैन, नेपाल देश साह्रै सुन्दर छ भन्ने खालको चाहिँ वाक्य बनाउनु पर्यो। करण उपकरण, करण अकरण परिवर्तन गर्नुहोस् भन्ने आउन सक्ने हो हैन। तिनीहरू खाना खान्छन्, तिनीहरू खाना खाँदैनन् हैन। करण अकरण बनाउनु पर्यो। शब्दको अर्थहरू लेख्नु पर्यो हैन। प्राचीन भनेको हैन पुरानो भन्ने अर्थ लाग्ने होला, पहिलाको हैन। जस्तो यसरी तपाईँले चाहिँ नि शब्दको अर्थहरू दिनुपर्ने। जस्तो शुद्ध गरी लेख्ने भन्ने हुनसक्छ। मेरो अक्षर राम्रो छ, हेर्नुहोस् त, राम्रोको त्यो राम्रो त्यो हो त, राम्रो छैन, मलाई यो संसार के अरे संसार चाहिँ नि सुन्दर लाग्दछ। हेर्नुहोस् त, संसार कसरी लेखेको छ? संसार त्यसरी लेख्ने हो त होइन नि त। स अनि त्यसपछि त्यसरी जानु पर्यो, संसार हैन। सुन्दरको त्यस्तो हुन्छ त? हुँदैन नि त। पातलो स हुन्छ, सु हुन्छ, आदि न, अनि द र ठिक छ, सुन्दर लेख्छ, सुन्दर लाग्छ। यसरी चाहिँ नि जानु पर्यो। शुद्धाशुद्धि तपाईँको यसकै चाहिँ मार्क्स ठ्याक्कै चाहिँ नि आउँछ हेर्नुहोस्। त्यस कारणले हामीले नेपाली लेखनमा यो विषयवस्तु अलिकति ध्यान दियौँ भने हाम्रो नम्बर चाहिँ आउँछ। यति नै हो। नेपालीको 20 मार्क्समा लिमिटेसन छ। तपाईँले धेर होइन, घरमा 2 घन्टा हेरिदिनु भयो र तपाईँले राष्ट्रिय ज्ञान राम्रोसँग प्र्याक्टिस गर्नुभयो, चिठी लेखन यो चाहिँ राम्रोसँग लेख्नुपर्छ। कि चिठी लेख्नुहुन्छ कि निवेदन लेख्नुहुन्छ हैन। त्यसरी जानुभयो भने तपाईँले नेपालीमा 20 मा 15 नम्बर चाहिँ सजिलैसँग ल्याउन सक्नुहुन्छ। 15, 16 नम्बर, 17 नम्बरसम्म ल्याउन सक्नुहुन्छ। यसो गर्नुभयो भने तपाईँ म्यारिटमा पर्नुहुन्छ हैन। नेपालीमा यसरी जानु होला। र हेर्दाखेरि नेपाली विषय हो, मैले सुरुदेखि पढिरहेको भन्ने हुनसक्छ, तर तपाईँलाई इक्जाममा चाहिँ यस्तै कुराले झुक्काइदिन सक्छ। त्यस कारणले अलिकति महत्त्वपूर्ण तरिकाले हेर्नु होला। तपाईँहरूलाई बेस्ट अफ लक छ। बाँकी सेसनमा मैले इङ्ग्लिस विषयको छलफल गर्नेछु र त्यसको लागि तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ लाइक, कमेन्ट र सब्सक्राइब चाहिँ अवश्य गर्नुहोला। यति भन्दै तपाईँको दिन शुभ रहोस्। मेहनत गर्ने दिन आएको छ, किनभने इक्जामको डेट तोकिसकेको छ। यो तोकिएको इक्जामको डेटलाई अध्ययन मनन गर्दै तपाईँले आफ्नो तयारी पक्कै पनि ऊर्जाका साथ गर्नुहुने छ भन्ने विश्वासका साथ मैले आजको यो नेपाली सेसनलाई यहीँ अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार।